Flames को प्रस्तुति। मर्निङ गाइज हैन अनि यो चाहिँ मेरो ब्लगको डे 3। आज बिहानै हामी यहाँबाट 6:30 मा उठ्नेछौँ। हामी मार्केट बजार ठ्याक्क अगाडि हाम्रो होटल बेड थियो यस्तो एकदमै रमाइलो खालको बेड थियो। अब हामी निस्किन्छौँ। यस्तो चाहिँ पुरा काठको इन्टिरियर चाहिँ हामीलाई चाहिँ राम्रो होटल परेको छ। थर्मस बोकेर जान्छु म तल खाजा खान ढोकालाम के न अब चाहिँ रेडी भइसक्यौँ तल जानलाई। खाजासाजा पनि खाएर माथि आयो। अनि खाजामा चाहिँ पुरी तरकारी थियो एकदम मिठो थियो। तपाईँ पनि आउन सक्नुहुन्छ। यो होटलको नाम चाहिँ थाहा भएन होइन। राति आइपुगेको थियौँ हामी साँझतिर हेर्दा नि हेरेन। अनि तपाईँले डे 1 र डे 2 हेर्नु भएको छैन त्यो पनि हेरिदिनु होला। डे 1 को भ्लग र डे 2 को भ्लग धन्दै लडिन बोल्दा बोल्दै फेरि सुटकेस हामी लिएर हिँड्नु गाह्रो हुन्छ। तलसम्म यो भराइ छ। सजिलो गुड्काउन पाए त सजिलै पुगिन्थ्यो। ल अब चाहिँ सारा पुगिन्छ। अब हामी पोखरातिर जाँदैछौँ बाटो। चाइनाबाट आउँछ भन्ने होइन सुसी आउँछ सबै चाइनाबाट आउँछ। सबै चाइनाबाट आउँछ भनेर रहेछ त। दाल चाहिँ यहीँको। अनि हामीले चौरी गाई रहेछ। चौरी गाईसँग यसो फोटो सोटो खिच्नु पर्छ। नखोलु मलाई ज्याकेट स्याकेट त उतैबाट झर्नु न कति गाह्रो झर्नुहुन्छ आमा। बुवा चाहिँ खोलातिर जानु होला के छैन कहाँ छैन। नभए चौरी गाईसँग भिडियो खिचेर नि पछि गीत हाल्दा केही हुन्न त। एकदमै वहाँ हिमालहरू पनि देखिरह माथि। चौरी गाईहरू मैले त फर्स्ट टाइम देखेको हो ठुल मम्मी। तराईको मान्छे यहाँ पाहाड कहिले आइन्छ र होइन। चौरी माथि माथि सैलुङ्गेमा चौरी कपिराइट नलागोस् त छिटो आउनु के होइन। मेरो बुवा चाहिँ शालिग्राम खोज्न काली गण्डकी जानुभएको छ। अनि म चाहिँ गइनँ किनभने म तातो पानीमा नुहाएर भर्खर एकदमै फ्रेस भएँ। त्यहाँको तातो पानीमा नुहाउँदा एकदमै मजा आउने रहेछ किनभने यो नेचुरल हो नि त। अनि हाम्रो बुवाहरू चाहिँ कता कता पर जानुभएको छ भन्ने सुनेर म तल झरेको यहाँ एकदमै डर लाग्दो छ बाटो। कस्तो गनाएको छ खोलाको बगर भएर होला यहाँ के गुसो आउनुभयो खै बुवा। उहाँ आइसक्नु भएछ। मैले ग्राम भेट्नु भएछ खै खै ए यो निचे हुनु सानो सानो चाहिँ हुनु यी चाहिँ हुन् यी सानो। ल सबै हुन्छ क्या सबै शालिग्राम हुन्छ। ल ल अब हामी चाहिँ जान आँटेको पोखरा सिधै। अब हामी गलेश्वर एकदमै गाह्रो अप्ठ्यारो बाटो छ।
तँलाई छ त हाई ठुल मम्मी ए बा आइयो कसरी गुरुसरको झोला ठाडो भयो अहिले केही झिकेको हो र यहाँ छ हाम्रो गलेश्वर धामको अगाडि छ गेट हामी यसरी आउँछौँ अनि अब यहाँ पूजासुजा गर्छौँ हाम्रो गाडी चाहिँ के हो यस्तो छ भित्र बनाइरा यही हो हाम्रो गलेश्वर धाम यता पैसा चढ्दै गन्दैछन् मान्छेहरू अब माथि चाहिँ खिच्न मिल्दैन गाइस यहाँ बोर्ड हेर्न सक्नुहुन्छ तपाईँ पनि आउन सक्नुहुन्छ गलेश्वर गर्यो तर एउटा यो सबै यहाँभरि लुगा नेपालको एउटै मन्दिरमा भएको एउटै ढुङ्गा भएको मन्दिर भनेर वरिपरि सबै भिडियो बनाउँछ खै मेरो पनि निकालै जान्छ भिडियोमा यो चाहिँ कृष्ण राधाको मन्दिर टिका पूजासुजा गरिसक्यो यतापट्टि गुप्तेश्वर महादेव मन्दिर पनि हो अब चाहिँ हामी खाना खाना जाने होइन ठुल मम्मी हो अब चाहिँ खाना खाना जाँदैछौँ मन्दिर दर्शन गरेर दर्शन गरेर चाहिँ आइयो अब हामी खाना खाना जान आँटेको शङ्कर इफेक्ट जस्तो लाग्ला तर होइन ठिकै हो मेरो ह्यान्सी भयो क्या अब ल हामी खाने होटेल स्ट्यान्डर्ड सक्यौँ अनि तपाईँ पनि यो होटेल आउन सक्नुहुन्छ याक बेली भन्ने कुन ठाउँमा हो भने नि अगाडि केटीहरू तपाईँले चिन्न सक्नुहुन्छ एकदमै मिठो थियो खाना सबै ठाउँबाट हाम्रो यो ठाउँ चाहिँ एकदमै मिठो लाग्यो तपाईँ पनि आउनु सक्नुहुन्छ एकदमै रिजनेबल प्राइस एन्ड एकदमै बेस्ट क्वालिटी तपाईँलाई खाना खानु कस्तो चिसा भन्छ अब हामी जान्छौँ पोखराको लाइट आइरहेको छ यतापट्टि चाहिँ कुन छ अब चाहिँ हामी जानु लागेको बागलुङ कालिका मन्दिर अनि त्यहाँबाट हामी सिक्दै जान्छौँ पोखराको बजारमा भन्ने एउटा गीत छ नि त्यही हामी चाहिँ बागलुङ कालिका जानलाई रेडी भइरहेको छ नि यहाँ माथि मन्दिर अब हामी जान्छौँ कन्टेन्ट छैन गाइजहरू होइन भ्लगै बनाएर युवाहरू त यसो घुमाउन त मुस्ताङ पोखरा बागलुङ कालिका सबै भन्छ आफै जसलाई मन लाग्छ आफै गर्ने म सक्दिनँ सबैको वाक्कै लाग्छ बाटो गुड आफ्टरनुन अनि हामी बागलुङ कालिका मन्दिर आइरहेका छौँ एकदमै रमाइलो भइरहेको छ अनि दर्शन अब गर्छौँ बखराको छौँ अहिले देख्न सक्नुहुन्छ यो चाहिँ 360 चाहिँ हामीले दर्शन गऱ्यौँ फोटोसोटो खिच्यौँ टिका सिका लायौँ अब हामी कालिका बागलुङबाट जान्छौँ अब चाहिँ फाइनली पोखरा हो हाम्रो लास्टमा भिड पुरै बढ्दै गएको छ अब चाहिँ भिडहरू बढ्दै गएको छ अनि अब चाहिँ हामी सिधै पोखरा पहिला कतिमा दिएको नि 40 गर्ने अनि दाजलाई भनेको बोलेको चाहिँ दाजलाई 40 लागि अनि अर्कोलाई दियो अरे क्या बोलेको पनि यस्तो भएर नखानु भएको अनि यस्तो बेर रुगेकोलाई अब यसरी पिस्काली खिचिहाल्छ नि जय जय
पोखरा आइसकेका छौँ पोखरा अनि हामी चाहिँ वृन्दावासिनी मन्दिर वृन्दावासिनी मन्दिर आएको छौँ एकदमै राम्रो छ ए फुल फुलिरहेको रहेछ एकदमै अब हामी दर्शन गरेर अनि होटलतिर जान्छौँ फोटो सेसन चल्दैछ अहिले सबैजनाको क्यामेराम्यान भन्नुभयो अलिकति हात आइरहेको मौरी डिस्टर्ब गरिरहेको छ मलाई सबैजना फोटो भिडियो खिचिरहनु म पनि आउँछु एउटा बिचमा हाम्रो होटल होटल प्राइम हो अनि तपाईँहरू रिभ्यू चाहिँ अब एकछिनमा दिन्छु गाइस होइन अनि हाम्रो चाहिँ होटल प्राइम भनेको बट प्राइम होटलमा हामीलाई नराखिकन एकदमै प्याक भयो भनेर हामीलाई प्राइम होटल चाहिँ उहीँ अगाडि हो होइन अनि त्यहाँ हामीलाई राखिएन किनभने मेरो सबै कागजपत्र मिलेको छ तर हामीलाई फ्याँकियो भने चाहिँ रुम त रहेछ बट किन हो मेन रिजन चाहिँ के हो भने नि त्यहाँनिर एकदम प्याक भएर कि एकदमै ठुलो टोली आइहाल्यो अरे जो कि हाम्रो बुक थियो अब नेपाल हो गाइस के गर्नु पहिल्यै बुक भए पनि यहाँ जो पहिला त्यसलाई प्रायोरिटी दिन्छन् अनि त्यहाँबाट हामीलाई सारिएर त होटलको नामै बिर्से तर यो प्राइम होटल चाहिँ होइन यो होटलको रुमहरू पनि एकदमै राम्रो छ बट मलाई डिसपोइन्टिङ फ्याक्ट पोइन्ट लागेको भनेको चाहिँ यसको टोइलेट त एकदमै घटिया टोइलेट छ घरको त कहाँ हो कहाँ चाहिँ राम्रो हुन्छ जुन योभन्दा अगाडि दुईवटा होटल छ नि त्यो चाहिँ एकदमै राम्रो थियो यसको टोइलेट इन्सान्स एकदमै त्योभन्दा बेस्ट थिएन यो छैन नै बट अब ओके भन्न सकिन्छ अनि यहाँ तपाईँहरूले यो होटल एकदमै ठुल्ठुलो होटलहरू छन् म देखाउँछु होटल रिभ्यू है यो अगाडिको हेर्नु न यो घर हो कि होटल हो तर एकदमै ठुलो क्या बगैँचाहरू यस्तो सबै गेट हो यहाँ हेर्नु यो होटल एकदमै दामी छ 5 स्टार होटल होला हाम्रो 3 कि 2 अब घुम्न तीर्थ हिँडेको मान्छे कहाँ हुनु तर हाम्रो ट्राभल एजेन्सीले नै हेर्नुपर्ने हो बट अब वाट क्यान वी डु अब जैसा त्यसमा यो स्ट्रिट 13 पोखरा लेक साइड छैन नि हाम्रो बाबा मम्मीको रुम चाहिँ माथि छ यहाँ हामी म बुवा आमा बसेको चाहिँ तल छ अनि यहाँ माथि हेर्न आएको छौँ सो बजार घुम्न पोखराको बजार घुम्न आएको यहाँ हेर्न सकिन्छ होटलहरू एकदमै ठुक्के भिडियो बनाउने चक्करमा ठुक्किहाल्छु अनि मेरो अगाडि आवाजहरू अलिक सानो आयो होला अलिक ठुलो पार्कमै हेर्नलाई किनभने एकदम भिडमा कत्रो चिचे बोल्न सकिन्न नि त टोली त्यहाँ कुहिरीहरू पनि छन् यहाँ मेला लागिरहेको छ है गाइज म चिच्याउँदैछु आवाजमा लेक साइड हो हामी पोखराको लेक साइड आरती हेर्न छौँ
महिषासुर दानवले जब जब त्रास दियो अम्बे जब जब त्रास दियो महाकाली दुर्गा भई महाकाली दुर्गा भई दानव नाश गर्यो ओम जय दुर्गे अम्बे। एकदमै राम्रो देखिरहेछ यहाँ भ्यू नाइट एकदमै राम्रो भइरहेको अलि लाइट पुगेन जस्तो लाग्यो मलाई। यहाँ बोटहरू छन् भोलि हामी आउँछौँ बल्ल आयो। यसरी नै हामी डुल्नेछौँ। हाम्रो के छ र काम होटलहरू हामी यहाँ चिकन टेक्वा खायौँ। यो होटल रेस्टुरेन्ट हो। अब हामी यहाँबाट जान्छौँ लेक साइड घुमेर होटल फर्किँदैछौँ। हाम्रो होटलकै अगाडिको जुन कि प्राइम होटलको साइड उयो अगाडि हेर्नु उयो निलो। अब हामी होटल जाँदैछौँ। यो हामी बस्ने होटल हो बट हाम्रो खाना खाने होटल त प्राइम हो नि यता माथि। किनभने हाम्रो उता प्याक थियो अरे फुल प्याक स्याक भएर अब नेपाल नै त हो अनि हामीलाई यो होटलमा राखेको थियो। अब हामी खाना खान जान्छौँ। यही हो होटल हाम्रो चाहिँ दि प्राइम। अलिकति ओके खाना पनि खायो होटल पनि आइयो होइन। अब आजको लग चाहिँ यति नै। अब पोखरा भिजिटको हेरिदिनु होला भन्दै डे 3 एन्ड।